आज चाहिँ खुट्टाको सुप बेसरी मिठो भयो साथीहरू। मेरो छोटो मिठो भिडियोमा यहाँहरूलाई स्वागत छ। म चाहिँ खुट्टा लिएर काट्न थालेँ। सानो सानो पिस गरेर पहिला त छुट्याएँ अनि त्यसपछि मैले काट्न थालेँ। फेरि मासु काट्न भनेपछि म बेसरी सिपालु छु के साथीहरू। अनि बेसरी मासु काट्दै थिएँ, ठ्याक्कै अचानोमा खुकुरी अड्कियो अनि नसकेर बुवालाई बोलाएँ। बुवाको खुट्टाले मेरो खुट्टामा लागेको हुनाले बुवाले चाहिँ ढोकिदिनु भयो अनि खुकुरी निकालिदिनु भयो। त्यसपछि मैले फटाफट मासु काट्न थालेँ। एकछिनमा त मासु काटेर पनि सकियो। त्यसपछि आमा यता सिटी लाउनलाई कुकरमा हाल्दै हुनुहुन्थ्यो। यता फेरि बाबुसँग बाख्रा लडिराखेको थियो अनि त्यता धपाउन गएँ। पछि सुरु भयो पकाउन। मासुलाई मजारी भुटेर म भने बाहिर आएँ धनियाँ टिप्न। धनियाँ टिप्न जाँदा त पाकेको रहेछ अनि त्यसपछि खान सुरु भयो। बेसरी मिठो भयो यसरी। हजुरहरूलाई चाहिँ मनपर्छ कि नै? मैले चाहिँ रमाई खाएँ। यस्तै अर्ग्यानिक भिडियोहरू हेर्नका लागि आफ्नो प्रतिक्रिया दिन नबिर्सिएर पेजमा जोडिनु।